बजेट भाषण सुन्नुभयो त? त्यसै डाक्टर स्वर्णिम वाग्लेको टाउकोमा विराट ज्ञान छ भनेको होइन छ हरि ढकालले। स्वर्णिम दाईको टाउकोमा विराट ज्ञान छ। मैले स्वर्णिम दाईसँग रहँदाखेरि 2 मिनेट बस्न पाएँ, नयाँ कुरा सिक्न पाउने। अर्थतन्त्र, विश्व इतिहास, विश्व राजनीति, बाफरे बाफरे बाफरे। कहाँ भन्नुहुन्छ? डेट 5 भनिदिनुहुन्छ क्या। 1997 जनवरी 13 तारिकमा ल्याटिन अमेरिकामा युथी भन्नुहुन्छ। हेर्नुभयो नि होइन, मलाई यो अर्थ न बर्थको मान्छेले अर्थको कुरा गर्दाखेरि अचम्म लागेर आउँछ क्या गाइज। खल्तीमा 10-20 रुपियाँ छैन होइन, आफैले चिया खाएको पैसा अरूलाई तिराउन लाउँछन्। अनि डाक्टर स्वर्णिम वाग्ले होइन, जो चाहिँ विश्वले चिना छ, विश्वको अर्थनीति थाहा छ, विश्वले बोलाउँछ होइन, हाम्रो देशको अर्थ मिलाइदिए भनेर होइन, क्लास दिन जानुहुन्छ क्या अरू देशमा पनि। यस्तो मान्छेलाई चाहिँ अर्थको कुराहरू सिकाइदिइरहेछन्। यो अहिले ल्याएको सरकारले ल्याएको बजेट भएन, यो परम्पराको निरन्तरता हो भने अर्थ भनेको के थाहा नै छैन। आफूले चियाको पैसा अरूलाई तिराइरहेछन्, घरमा बच्चाको फी तिर्न सक्ने अवस्था छैन, हातमुख जोड्न धौधौ भएको मान्छेले चाहिँ अर्थ सम्बन्धी चाहिँ ठुलो ठुलो ज्ञान चिया पसलमा, बिहान चिया पसलमा, राति भट्टी पसलमा चाहिँ त्यो ज्ञान बाँडिरहेछन् होइन। खेर जे भए पनि होइन, यसपालिको जुन बजेट भाषण आयो होइन स्वर्णिम वाग्लेबाट एकदम सन्तुलित छ। भुइँ मान्छेले भोलिबाट फिल हुने खालको चाहिँ यो पालिको बजेट छ होइन। यसको लागि डाक्टर स्वर्णिम वाग्लेलाई धेरै धेरै धन्यवाद होइन। राइट म्यान इन राइट प्लेस भयो भने चाहिँ यस्तो हुन्छ क्या गाइज। यो बजेट भाषणबाट चाहिँ कर्मचारीहरूको चाहिँ स्यालेरी 21% बढाएर चाहिँ अब न्यूनतम कर्मचारीहरूको स्यालेरी चाहिँ 40,000 को हुनुपर्ने भनेर लिएर आएको छ। जस्तै साना तथा मझौला उद्योगहरूलाई चाहिँ तपाईँको 1% मात्रै कर लाग्ने भनेर भनेको छ होइन। यसले साना तथा मझौला उद्योगहरूको प्रबन्धनको लागि ठुलो टेवा पुर्याउँछ। नाइट सिफ्ट गर्ने नर्सहरूको चाहिँ तपाईँको नाइट अलाउन्सहरू बढाएको छ होइन। छात्रवृत्तिको कोटाहरू अझै बढाएको छ। अनि खेलकुदको लागि, म खेलकुद प्रेमी पनि हो, खेलकुदको लागि क्रिकेट होइन, नेपालको 8 प्रमुख सहरहरूमा चाहिँ अत्याधुनिक सहितको होइन ठुलो क्रिकेट रंगशालाहरू बनाउने 5 वर्षभित्र बनाउने घोषणा गरेको छ। यो योजना लिएर आएको छ। फुटबलको लागि चाहिँ 10 वटा रंगशालाको स्तर उन्नति र बनाउने घोषणा गरेको छ। यो चाहिँ 3 वर्षभित्र गर्ने योजनाहरू लिएर आएको छ। यी र यस्ता तमाम कुराहरू छ यो बजेट भाषणमा, जसले चाहिँ तपाईँ मलाई चाहिँ भोलिबाट छुन्छ क्या होइन, भुइँ मान्छेलाई भोलिबाट छुन्छ क्या। यस्तो लिएर आउनु भनेको चाहिँ त्यो विराट त्यो ज्ञान भएको मान्छेले मात्रै ल्याउन सक्छ होइन। सामान्य मान्छेलाईदेखि होइन ठुलो ठुलो योजनाहरू समेत इन्क्लुड गरेको थियो। पहिला चाहिँ के हुन्थ्यो भने बजेट भाषण चाहिँ नम्बरमा हुन्थ्यो क्या, पेपरमा हुन्थ्यो, ठुला ठुला कुरा गरिन्थ्यो, खानेपानी दिनेछ, यो दिनेछ, त्यो दिनेछ, बाटो घाटो। जस्तै मेरो म काभ्रेबाट हो, काभ्रेमा योजना हुन्थ्यो क्या, कागजी योजनाहरू। तपाईले हेर्नुभयो नि हिजोदेखि एउटा काभ्रेमा एउटा स्याल हुँया चलाइएको छ होइन। गोकुल बास्कोटा हुँदाखेरि यो हुँदाखेरि यति योजनाहरू आउँथ्यो, यति कामहरू हुन्छ भन्ने भनेको थियो। कति कुरा गोकुल बास्कोटाले काभ्रेको लागि राम्रै गरेको छ होइन, म नराम्रो चाहिँ भन्दिनँ। धेरै कुरा काभ्रेको लागि गोकुल बास्कोटाले गर्नु भएको छ, त्यही भएर उहाँ पपुलर पनि हुनुहुन्छ। तर होइन कति कुरा त कागजको रूपमा मात्रै सीमित छ नि, कागजी सीमित मात्रै। त्यो धुलीखेल खावाको सडक हेर्नु त, 4 वर्षदेखि कतिवटा मन्त्रीहरूले आफ्नो भोटो फटाए होइन, तर त्यो धुलीखेल खावाको 4 किलोमिटर सडक कहिले पिच भएन क्या। हो यस्ता तमाम कुराहरू छन् होइन। हामी त्यो कुराको लागि मात्रै कुरा नगरौँ। यो डाक्टर स्वर्णिम वाग्लेले जुन बजेट लिएर आउनु भएको छ, हाम्रो काभ्रेलाई मात्रै सोचेर होइन, यो नेपाललाई सोचेर लिएर आउनु भएको छ। काभ्रे पनि यसबाट बेनिफिट हुन्छ। नेपाल बन्यो भने त काभ्रे यसै बन्ने नै भयो नि होइन र मैले यति यहाँ इन्फर्मेसन राखिँदाखेरि, यति कुरा गर्दाखेरि तपाईहरुलाई छटपटी छ, तपाईहरु ढुक्क हुन सक्नु भएको छैन भने बालेनको स्ट्याटस हेर्नुस्, ढुक्क हुनुस्। यो देश बन्छ, यो देश बालेनले बनाउँछ। धन्यवाद।